हेलो हेलो गाइज फाइनल हामी चाहिँ आज ड्रोन उडाउँदैछ है टक्क लगाएर ल हजुरहरूलाई ड्रोन सहितको भिडियो देखाउँछु है हजुरलाई अलिकति जे भयो नि हाम्रो भाइ चाहिँ ड्रोन मास्टर है कडा ड्रोन मास्टरले ड्रोन उडाउनु भइरहेको थियो यस्तो बवाल भिडियो ड्रोनबाट खिचेको कस्तो होला त्यो भिडियो होइन ठाउँ ठाउँको टक्क लगाएर ल उडाइहालौँ न म पनि अब युट्युबमा आउने भए म नि युट्युबमा आउने भए जेटिएम भ्लगमा आउने होला जेटिएम भ्लगमा हेर्नु होला हेर्न नबिर्सिनु होला सर्ट भिडियो चाहिँ हाल्छौँ खासै लामो त हुन्न यो खासै के को लागि भन्दाखेरि त्यतिकै ड्रोन अब कस्तो हुन्छ भनेर अब भिडियो सो ड्रोन भिडियो फाइनली अब स्टार्ट भयो है हो गया ओइ यस्तो गरेर टाउको चलाउनु रहेछ ल हेलो 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 गयो फाइनली गएको ड्रोनबाट भिडियो हानिसक्यो खतरा के अब त्यो उस ल्याउनु पर्ने रहेछ क्या टक्क लगाएर खोइ कहाँ गयो ल मेरो हातमा राखिदियो है कहाँ गयो खोइ के लेखाइरह है ऊ त्यो बजारको नि खिच्यो खिच्यो सबै खिच्यो हराइदियो यसमा आयो है भयो गाइज मेरो हातमा आउँछ है ड्रोन कुकुर भुकिरह्यो गाइज ड्रोन उडाएको त ल ल यहाँ बोलाऊ आऊ आऊ जल्दी आऊ यस्तो राखिनु हुन्छ होइन ल त्यहाँबाट पनि भिडियो भइरह होला है फाइनली समातियो ल ड्रोन पनि उडायो हामी दाजुभाइले टक्क लाएर अब ड्रोनबाट उडाएको भिडियो चाहिँ तपाईँहरूलाई युट्युबमा टक्क जेटिएम भ्लगमा आउँछ हेर्न नबिर्सिनु होला है भिडियो ल दामी यस्तो होइन हामी दाजुभाइ फेरि अलिअलि यसो भ्लगहरू बनाउने हिँड्ने टक्क लगाएर होइन भयो एकछिन गाडी आइरहेको ल ल भयो ल डेन्जर ल ल ल माथि लानु अलि हो ल ड्रोनबाट खिचेको र म क्यामेराबाट खिचेको पुरै उता घुमाउ फेरि पुरै उता घुमाउ न कति फिटसम्म गयो ड्रोन खोइ ड्रोन आउनु त तिमी पनि देखिन त के हुन्छ कामको सिलसिलामा त ड्रोन उडाउँदै छ त्यस्तै त बोलेर हिँड्छ रामपुरतिर फेरि ल चार सक्यो ल आयो आएन आयो ऊ आयो मेरो ड्रोन कम यार फाइनली कम यार मेरो राख्नु एउटा भिडियो बनाउँछु कि टक्क सर्ट भिडियो बनाएर टिकटकमा हाल्नुपर्छ कि ल डन्नै एक्सिडेन्ट भएको ड्रोन कता
होइन म त मेरो त तपाईँको सही